जोले नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ मैले भिडियो किन पनि बनाएँ भने यता हाम्रोतिर चाहिँ पोषणको कार्यक्रम चलिरहेको छ। पोषणको कार्यक्रममा चाहिँ सुनौलो हजारिनका आमा जन्मेदेखि 23 महिनासम्मको बच्चाहरूको पोषणको लेखाजोखा कार्यक्रम चलिरहेको छ। सो हामीले चाहिँ आज चाहिँ उपारीको गाउँमा गइरहेछौँ। खै जङ्गलले नदेखिँदो रहेछ। हाम्रो यात्रा चाहिँ रमाइलो छ। अगाडि दिदी हुनुहुन्छ अनि पछाडि दाइ हुनुहुन्छ अनि त्यस पछाडि म छु। हामी चाहिँ गइरहेछौँ अनि उता अर्को गाउँबाट अर्को दिदी आउनुहुन्छ। यहाँ हामी चाहिँ बच्चाहरूको पोषण स्थिति के कस्तो छ भनेर लेखाजोखा गर्नको लागि गाउँमा हिँड्यौँ। हामी चाहिँ अहिले चाहिँ अफिसबाट हामी सबैजना हिँडिसक्यौँ। बाँकी अब यहाँ चाहिँ हिँड्ने बाटो हेर्नु भने चाहिँ यस्तो दामी छ कि यस्तो दामी जङ्गल छ। जङ्गलको बाटो भएर हिँड्नुपर्ने हुन्छ। जङ्गल पनि कस्तो रमाइलो खालको जङ्गल छ भने यस्तो आनन्द लाउने छ क्या। के अरे रुखहरूमा सबै पलाउ आइसकेको छ। पालुवा पलाइसकेको छ अनि आनन्द लाग्ने जङ्गल छ। यात्रा रमाइलो छ। अब बाँकी अब चाहिँ फेरि बाटोमा भेटौँला है त। चरान चाहिँ जान लाउनु भयो नि होला नि। यतिखेर चाहिँ कहाँ घरतिर लान्छ होइन आमा? कस्तो राम्रो पाथा रहेछ। बुढो बामाहरू गोठालो गइराख्नु भयो। हामी चाहिँ अब गाउँको अर्ग्यानिक धारामा पानी चाहिँ भर्नुपर्ने हुन्छ है त। हाम्रो यहाँनिर पानी चाहिँ यहाँनिर चाहिँ बाटोमा राम्रो झरना पनि रहेछ। हामी हिँड्ने बाटोमा टक्क हरियाली सँगसँगै हामी चाहिँ अब चाहिँ पुग्न आँट्यौँ। त्यति धेरै छैन। उकालो छ ओह्रालो छ सब हिँड्नुपर्ने छ। त्यही माथि घाम गइरहेछ अलिअलि। त्यही पनि घाम नलाग्यो पनि कस्तो रापिलो छ क्या। आजको घाम चाहिँ किन पो हो पनि होइन। आज हुन त चैत वैशाखको घाम त भयो। चैते घाम त भयो त होइन। हामीले खाजा त बिस्कुट र फ्रुटी ल्याए नि त अनि नखाने भनेर है त। हामीले नखाने पछि फिर्ता गर्छौँ अनि तपाईँले त्यहाँ पिरो चाचा परेको राख्नु भनेर। सर कता हुनुहुन्छ सर? खाना खानुभयो सर? खाना ए सर सुन्नु न है। हामीले नि यो बिस्कुट र फ्रुटी फिर्ता गर्छौँ। खान्नौँ हामी। भरे चाहिँ पिरो चाउचाउ चिसो यसो रेडी गरेर राख्नु न। हामी खाना पनि फर्काएर ल्याउँछौँ। त्यही फिर्ता दिउँला यसको सट्टा। भरे टक्क हामी यहाँबाट निस्किने बेला फोन गर्छौँ। तपाईँहरू चाहिँ रेडी गरेर बस्नु ल। ल सर ल भइहाल्यो त। हामीले चाहिँ फाइनली पोस्टरहरू चाहिँ यसरी रेडी गऱ्यौँ। कान्दाले बनाउँदै हुनुहुन्छ दिदीहरूले नि। अब चाहिँ सर र सुनौलो हजारिनका आमा र बच्चाहरू पनि आउनुभएको छ। अब चाहिँ हामीले सुरु गर्नुपर्ने हुन्छ सबैजना मिलेर। हामी चाहिँ रेडी भयो। नमस्कार। जनस्वास्थ्य कार्यालयबाट चाहिँ आज कहीँ आइपुगेको छ। खास विशेष गरी मैले चाहिँ जनस्वास्थ्यमा रहेर यो हाम्रो चाहिँ पोषण अवस्था विशेष गरी बालबालिकाको गर्भवती आमाहरूको होइन सुत्केरी आमाहरूको पोषणको अवस्थामा चाहिँ के हुनुपर्छ भन्ने कुरालाई ध्यान दिएर कार्यक्रम गर्छु। त्यो भावनाले हामी आज चाहिँ के छ भन्दा यही कुराहरूमा यही सँगसँगै कुराहरूमा यहाँलाई के जानकारी दिने उद्देश्यले जुन चाहिँ गुप्तेश्वर गाउँपालिकाको शिखर बेसी स्वास्थ्य चौकी यहाँहरू जहाँ चाहिँ एउटा चाहिँ समुदायमै आएर चाहिँ यो कार्यक्रम राख्नु भएको छ र म पनि यो संयोगले आइपुग्न पाएको छु। र आज चाहिँ यो बारेमा अलिकता हजुरसँग छलफल गर्न चाहिँ मौका मिल्यो। गर्भवती सुत्केरी आमाले चाहिँ कुराहरू यसमा राखेका छन्। सुत्केरी हुने बित्तिकै आमाले चाहिँ के छ हरेक बार
खाना चाह भने अथवा हाम्रो समुदाय पाइने यो अन्न हामी खाने खाद्यान्नलाई चाहिँ नि विभिन्न भागमा विभाजन गरिएको छ। 10 भागमा विभाजन गर्यो भने 5 तरिका चाहिँ हुनै पर्ने